हेर्नु गाइस, यहाँ चाहिँ बाख्राको यो चाहिँ गाईको होला, त्यही भएर भन्छ गाई चाहिँ हो, गाई नबेच्नु होला। हेर्न सक्नुहुन्छ पुरा मासुको बजार पुरै हेर्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ बाख्राको कान हेर्न सक्नुहुन्छ गाइस, गाईको खुट्टा यसरी काट्छन्। यो सबै बिफ है, यो चाहिँ गाई है, त्यही भएर गाई चाहिँ बेच्नु हुँदैन भनेर भनेको नि, पाप लाग्छ है गाई नबेच्नु होला कसैले पनि। यताको सबै बिकिसक्यो, यो चाहिँ एकदम स्पेसल खसी हो। हजुरलाई खसीको मासु चाहिन्छ भने कन्ट्याक्ट गर्नु, यहाँको सब बिकिसक्यो होइन। अब हेर्नुहोस्, नेपालमा बस्नुहुने दाजुभाइ दिदीबहिनीहरू, गाई पालेर गाई नबेच्नु होला, यहाँ आएर यसरी काटेर खान्छन्। यो चाहिँ पुरै खसी है, यो चाहिँ पुरा एक नम्बरको खसी। पुरा मासु स्पेसल हजुरलाई चाहिन्छ भने आउन सक्नुहुन्छ। पुरै मासुको बजार लाग्छ, मासुको बजार बेच्न सक्नुहुन्छ हजुरहरूले पनि। र कसरी झुन्ड्याउँछ मासु, हेर्नु। यो चाहिँ उट हो, उटको मासु है, यो चाहिँ उटको। पुरा हेर्न सक्नुहुन्छ तपाईँहरू गाईको मासु।